हेलो गाइस, गएँ ल म बाई। आज चाहिँ पशुपति जाँदै थिएँ रेडी भएर, अनि बाटोमा यस्तो आकाशमा हेरेँ हेलिकप्टर गइरहेको थियो। यति भिड थियो यो पशुपतिको एरियामा, रोडमा। माई गड, हेर्नुहोस् यति लाइन थियो, यति भिड थियो। हामी चाहिँ यता अर्को साइडतिर गयौँ। अनि त्यहाँदेखि जाँदाखेरि चाहिँ म पशुपतिभित्र पस्यौँ हामी। म हराउँछु भनेर मेरो दिदी भिनाजुले चाहिँ मलाई समातेर हेरिराख्नु भएको थियो। यति राम्रो थियो नि यो पशुपतिको यो गेट, हेर्नु न, मेन गेट, यो पूजा गर्ने मन्दिरतिर जाने यति राम्रोसँग सजाएको थियो। यति भिड भएर हामी गएनौँ। हेर्न सक्नुहुन्छ हजुरले, यति भिड थियो नि, यति भिड थियो, मान्छे कति हराएको थिए। अनि हामी त्यहाँ नगएर साइडमा गयौँ। साइडमा चाहिँ गाई बनाएर अनि घुमाउँदै हुनुहुँदो रहेछ। अनि साइडमा फेरि कन्सर्ट थियो, त्यहीँ साइडमा बजार तीर्थन अनि साइडमा कन्सर्ट। अनि हामीलाई भोक लागेर हामी गयौँ नास्ता खान। लड्डु खायौँ पहिला, त्यसपछि लस्सी खायौँ। चिसो थियो त्यही पनि लस्सी खान मन लाग्यो। लस्सी खायौँ। अनि हामी कहाँ जाने भनेर सोचिरहेको थियौँ। अनि हामी राजदरबार गयौँ। राजदरबार चाहिँ आज बन्द रहेछ। अनि त्यसपछि त्यहाँ घोडाहरू हेऱ्यौँ हामीले, कस्तो राम्रो के। अनि त्यसपछि हामी गयौँ स्वयम्भू जाँदाखेरि, यो चाहिँ स्वयम्भूको तलतिर मेरो दिदीले हाइरे मलाई फेरि। अनि तलतिर गयौँ, यति हिँड्नु पर्दो रहेछ, यति सिडी रहेछ यहाँ। अनि हामी स्वयम्भूको माथि अब त्यो मेन मन्दिरतिर जाँदै थियौँ, गुम्बातिर। अनि मलाई चाहिँ भ्यू देखाउँदै थिएँ। अनि हामी चाहिँ यहाँ पुग्यौँ भनेर देखाएको मैले, कस्तो राम्रो भ्यू थियो। यति धेरै बाँदर नै त्यहाँ खानेकुरा खोज्दै लगिदिने कि एउटा नानीको बिचरा त्यो क्यान्डी हुन्छ नि, एउटा नामै बिर्सेँ मैले, त्यो क्यान्डी खाइरहेको थियो नानीले, खोसेर लगिदिएको त्यो बाँदरले। म त कस्तो हेरेको भयो। अनि माथिको भ्यू, माई गड, यस्तो राम्रो नि, यस्तो राम्रो, के भनिदिउँ, यति राम्रो थगाइ लाग्छ। यो भ्यू देखेर मेरो थगाइ नि मेट्यो कि, यति मन पर्यो नि मलाई भ्यू। हेर्न सक्नुहुन्छ नि कति भ्यू थियो। अनि साइडमा चाहिँ त्यहाँ हातले नै बनाउनु हुँदो रहेछ यो मूर्तिहरू, यताउता के भन्छन् नि। अनि मैले त्यहाँ देखाएको। अनि यति धेरै मान्छे थियो। अनि हामी चाहिँ घर आएर रेडी भएर जानै लाग्यो बाबालाई लिन। म चाहिँ फुर्र भएछु बाबालाई भेट्न पाउँछु भनेर। अनि दिदी भिनाजु हामी गयौँ। यो चाहिँ मेरो जानुभन्दा अगाडिको मिरर सट है। मैले ल बाई गाइज म गएँ ल भने। अनि हामी चाहिँ क्याफे गयौँ। क्याफे गएपछि म र भिनाजु फेरि हामी भोग लागेर हामी सुरु भइगयौँ खान। अनि दिदी चाहिँ साइडमा बस्नुभएको थियो। फाइनली गाइज मेरो ड्याडीसँग हाम्रो भेट भयो। अनि ड्याडी दिदी उता, म र भिनाजु साइडमा बसेको थियौँ। अनि ड्याडीले फेरि कुरा गर्दै हाँस्दै अनि नास्ता खाँदै थियौँ। अनि हामी चाहिँ अनि ड्याडीलाई छोड्न जाने लाग्यो। ड्याडी र दिजु अगाडि, म र भिनाजु पछाडि। अनि भिनाजुले फेरि मलाई सामान बोकाए भनेर देखाउँदै हुनुहुन्थ्यो। अनि हाँस्दै हुनुहुन्थ्यो।